स्वर्गीय जननेता मदन भण्डारीले कुनै दिन भनेका थिए, एकजना राजा रहने कुराले त्यत्रो ठूलो कुनै आपत्ति गर्दैन, तर सामन्तवाद, दलाल, नोकरशाही, पुँजीवाद र साम्राज्यवादको शोषण रह्यो भने राजा नरहे पनि वास्तवमा हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन। जनसमुदाय यो कुनै ठूलो कुरा होइन। एकजना राजा रहने कुराले त्यत्रो ठूलो कुनै आपत्ति गर्दैन, तर सामन्तवाद, दलाल, नोकरशाही, पुँजीवाद र साम्राज्यवादको शोषण रह्यो भने राजा नरहे पनि वास्तवमा हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन। त्यसो हुँदाखेरि सवाल आधारभूत कुराको, सवाल वर्गीय शत्रुको र सवाल प्रतिगामी उत्पादन सम्बन्धको हो। त्यो प्रतिगामी उत्पादन सम्बन्धलाई तोड्नुपर्छ र प्रगतिशील उत्पादन सम्बन्धलाई कायम गर्नुपर्छ। त्यसो हुँदाखेरि यसो भनिरहेको बेला जब दिएको संविधानमा दिएको सम्मानको आधारमा राजा त्यही भित्र यदि सीमित भएर रहने हो भने हामीलाई राजासँग त्यस्तो विशेष आपत्ति हुने छैन भन्ने कुरा मैले भनिरहेको बेला म के कुरालाई मनमा राखिरहेको छु भने भोलि अर्को कुनै शक्ति सामन्तवाद, दलाल, नोकरशाही, पुँजीवाद र साम्राज्यवादको रक्षा गर्ने मुख्य शक्ति बनेर आउन सक्छ र त्यो चाहिँ हाम्रो आन्दोलनको मुख्य शत्रु बन्न सक्ने। स्वर्गीय जननेता मदन भण्डारीले यसो भनिरहँदा सायदै कल्पना गरेका थिए